यो पावन भूमि जहाँ हामी भगवानको पूजा गर्छौँ, नारीलाई देवीको रूपमा मानिन्छौँ, तर आज यही भूमि एउटा गम्भीर प्रश्नसँग जुधिरहेछ। के साँच्चै हामी नारीलाई सम्मान गर्छौँ? केही वर्ष अघि निर्मला पन्तको बलात्कारपछि हत्या भयो, देशभर आवाज उठ्यो, आन्दोलन भयो, तर अहिलेसम्म न्यायको उज्यालो देखिएन। आज फेरि अर्को पीडादायी खबर आएको छ। इनिसा बिक्क 16 वर्षकी एउटा सपना बोकेकी छोरी जसको भविष्य उज्यालो हुनुपर्ने थियो, तर आज उसको जीवन एउटा निर्दयी हिंसाले समाप्त गरिदियो। हामी यस्ता देशका नागरिक हौँ जहाँ धर्मले भन्छ जहाँ नारीको सम्मान हुन्छ त्यही देवताको बास हुन्छ। तर आज प्रश्न उठ्छ, यदि नारी अझै असुरक्षित छ भने हाम्रो धर्म, हाम्रो समाज र हाम्रो शासन कहाँ हराइरहेको छ त? यो एउटा परिवारको पीडा मात्र होइन, यो सम्पूर्ण समाजको एउटा असफलता हो र हामी अझै मौन बस्यो भने भोलि अर्को नाम समाचार बन्न सक्छ। त्यसैले म एक नागरिकको रूपले, एक कानुन पढ्ने विद्यार्थीको रूपले र एउटा महिलाको रूपले के भन्न चाहन्छु भने न्याय ढिलो हुन सक्छ तर न्याय हराउनु हुँदैन। दोषी जुनसुकै शक्ति, पद वा पहुँचमा भए पनि कानुनभन्दा ठुलो हुनु हुँदैन। हामीले आज आवाज उठाउनु नै पर्छ, न्यायका लागि, सुरक्षाका लागि र त्यो समाजका लागि जहाँ छोरी जन्मदा डर नहोस्, आशा रहोस्। जस्टिस डिलेड इज नट ओन्ली जस्टिस डिनाइड बट इज द फेलियर अफ सिस्टम एन्ड अ सोसाइटी अल्सो। के महिलाको अधिकार साँच्चै सुनिश्चित रहेको छ कि केवल कागजमा मात्र सीमित रहेको छ? यदि महिलाको अधिकार कागजमा सीमित नरहेको भए निर्मला पन्त लगायत अरूलाई किन न्याय पाउन सकेका छैनन्? एक निर्दोष चेलीको बलात्कारपछि हत्या भयो, देशभरि आवाज उठ्यो, आन्दोलन भयो, तर न्याय अझै अधुरो छ र दुःखका कुरा यस्ता घटनाहरू अझै रोकिएका छैनन्। फेरि हाम्रो समाजमा चेलीबेटीमाथि बलात्कार र हत्या जस्ता जघन्य अपराधहरू भइरहेका छन्। हामी आफैले प्रश्न गरौँ, अब समय आएको छ न्यायको लागि आवाज उठाउने, चुप लाएर बस्ने होइन। हामी सबैले मिलेर प्रश्न गर्नुपर्छ, हाम्रो चेलीबेटीहरू कहिले सुरक्षित हुन्छन् र कहिले न्याय पाउँछन्? आखिर कहिलेसम्म महिलाका अधिकारका कुराहरू भाषण र पत्रमा मात्र सीमित रहने? आखिर कहिलेसम्म अपराधी सजिलै बाँचिरहने? महिलाको अधिकारको कुरा केवल नारा मात्र होइन, यो न्याय, सुरक्षा र सम्मानसँग सम्बन्धित जोडिएको एउटा आधारभूत अधिकार हो।